भूमि प्रशासन सेवा शुभारम्भ गराउन पाउँदा नगरवासीहरू हामी अत्यन्त खुसी भएका छौँ। खास गरेर संविधान प्रदत्त अधिकार जुन स्थानीय पालिकाबाट भूमि प्रशासन सेवा पाउनुपर्छ भनेर जुन उल्लेखित सेवाहरू आज हामीले ढिलो भए तापनि आज हामीले सुरुवात गरेका छौँ। यसले गर्दा सैनामैनावासीहरूलाई भूमि प्रशासन सेवा लिनका लागि अत्यन्त सहज हुनेछ भन्ने मैले विश्वास दिएको छु। यसबाट समयको बचत र खर्चको पनि विभिन्न आवत जावतदेखि लिएर अरू प्रक्रियागत खर्चमा पनि कटौतीदेखि लिएर फुर्सदका बेलामा सेवा प्राप्त गर्न सक्ने अवस्था सैनामैना नगरपालिकाको यस भूमि प्रशासन सेवाबाट सेवाग्राहीहरूले लाभ लिनुहुनेछ भन्ने मलाई विश्वास लाग्दछ। र अर्को कुरा के छ भने भूमि प्रशासन सेवा स्थानीय पालिकाबाट प्राप्त गर्दाखेरि नेपाल सरकारको राजस्व वृद्धि पनि हुन सक्ने र यसको चुहावट रोकिने र नगरपालिकाको समृद्धि र विकासका लागि थप टेवा पुग्ने अवस्था पनि सिर्जना हुन्छ। र हामी अत्यन्त सुरुवाती चरणमा अत्यन्त कठिनाइका साथ हामी यो सेवालाई सुरुवात गरिराखेका छौँ। रूपन्देही जिल्लामा पहिलो पालिका यो हो र खास गरेर लुम्बिनी प्रदेशमा 3वटा पालिका मुसिकोट, राप्ती सोनारी र सैनामैना नगरपालिका र राप्ती सोनारीमा अहिले भर्खरै भन्नुभयो 7वटा लिखत पास भएको छ। तर आज हामी ढिलो सुरुवात गरे तापनि आजै मात्रै 7वटा लिखत त हाम्रो पास हुन्छ जस्तो मलाई लागिरहेको छ। र अहिले पहिलो सेवाग्राहीलाई हामीले घर कायम गरेर सेवा दिएका छौँ। त्यो पनि सैनामैना नगरपालिकाकै कर्मचारी हाम्रो सवारी चालक गणेश भट्टराईको घर कायम गरेर हामीले सेवा प्रदान गरेका छौँ। मैले सेवाग्राहीलाई सोधेँ बुटोल गएर सेवा लिँदाखेरि तपाईँहरूलाई कति सहज हुने र यहाँ सेवा लिँदाखेरि कति सहज भएछ भनेर सोद्धाखेरि वो अत्यन्त हर्षित र खुसी साथ सेवा लिएको महसुस गरेको मैले पाएँ। र हामी बाहिर गएर सेवा लिँदाखेरि अत्यन्त भिडभाडको अवस्था, त्यहाँ पूर्वाधारहरूको अत्यन्त कमी र त्यसले गर्दा कर्मचारीले सेवा प्रदान गर्ने इच्छा हुँदाहुँदै पनि हामीले पर्याप्त मात्रामा सेवा लिन नसकेको अवस्था थियो। तर अहिले आएर हाम्रो पालिकाको मात्रै सेवा दिँदाखेरि अत्यन्त सहज ढङ्गबाट र हामीले सेवाग्राहीका प्रत्यक्ष समस्याहरू पनि हामीले सुन्ने र त्यसलाई तत्काल समाधान गर्ने एउटा सहज प्रक्रिया पनि अगाडि बढ्दछ। त्यसले गर्दाखेरि भोलि यो नगरपालिका हाम्रो हो, हामीले यस नगरपालिकाको लागि के योगदान गर्नुपर्दछ विकास र समृद्धिका लागि भन्ने एउटा अपनत्व पनि विकास भएर जान्छ भन्ने कुरा मैले विश्वास दिएको छु। यो सेवा सञ्चालनका लागि धेरै कठिनाइ भोगेको कुरा त हाम्रो प्रमुख प्रशासकीय अधिकारीजीले भनिसक्नुभयो। मैले पटक पटक त्यो हाम्रो सङ्घीय सरकारका सचिवजीसँग पनि पटक पटक कुरा गरेँ र उहाँसँग मेरो व्यक्तिगत रूपमा भेटघाट भएको छैन। तर फोनबाट म कुरा गरिरहेको छु र फोनबाट पनि यति फेमिलियर भइसक्नु भएको छ कि उहाँले तत्काल फोन गर्ने, त्यो कल ब्याक गर्ने र यसको लागि तपाईँहरूले सञ्चालन अनौपचारिक रूपमा सञ्चालन गर्नुहोस्। पछि हामी भ्रमणको क्रममा आएर त्यहाँ कसरी अझै यस सेवालाई स्ट्रेन्थनिङ गर्नुपर्दछ, कसरी सबलीकृत गर्नुपर्दछ, त्यहाँ हामीले त्यसको लागि आफ्नो ठाउँबाट सेवा पुर्याउनेछौँ। अहिले मुलुकको अवस्था हेर्दाखेरि अत्यन्त जटिल अवस्था पनि छ र हामी मन्त्रालयका सचिवहरूले राजधानी छोड्ने सक्ने अवस्था पनि छैन। त्यसकारण तपाईँहरूले तत्काल सुरुवात गरिहाल्नुहोस् भनेर उहाँको निर्देशन पनि भएको थियो र हामीले आज त्यो सेवालाई अगाडि बढाइराखेका छौँ। र यसले गर्दा सैनामैना नगरपालिकामा धेरै नयाँ सेवाहरू सुरुवात भएको छ र हामीले यो अहिले भर्खरै यो सैनामैना नगरपालिकाको आधारभूत अस्पतालमा बिमा सेवा सुरुवात को लागि सम्झौता गरिसकेका छौँ। भदौ 15देखि बिमा सेवा सुरुवात हुन्छ होला र प्यान कार्ड लिनको लागि हामीले नगरपालिकाबाटै उपलब्ध गराउन सक्ने अवस्था छ र भूमि प्रशासन सेवा यहीँबाट हामीले यो गर्नेछ र त्यस्तै अरू धेरै सेवाहरू पनि हामीले सञ्चालन गर्नेछौँ र जुन संविधान प्रदत्त अधिकारहरू
सरकारले निर्दिष्ट गरेका छ जुन सिंहदरबारका अधिकार स्थानीय पालिकाहरूबाटै उपलब्ध गराउने भन्ने छ त्यसलाई ती अधिकारहरू भोलिका दिनमा पनि हामीले सबैको प्रयत्नबाट सैनामैनावासीको यहाँका जनप्रतिनिधिहरू पूर्व जनप्रतिनिधिहरू राजनीतिक कर्मीहरू होस् अथवा समाजसेवी व्यक्तित्वहरू होस् पत्रकार साथीहरू होस् सबैको पहलमा हामीले यहाँ यो गर्न सकिराखेका छौँ। कर्मचारीहरूले